चाहिँ हामी बिहेको तयारी पकाउन लाग्दैछौँ। ऊ यसरी लागि पर्नु भयो हेर्नेर अलिको बोइ सम्झिनेको यहाँ बेजोक छ अरे बेजोक यहाँ कान्छी पुगु सम्झि जेठी पुगु सम्झिने सम्झिने छुट्नु भएको थियो यहाँ हुनुहुन्छ ऊ हेर्नेर फेरि पुरै ओहो यस्तरी डट्टिनु भएको कलश बनिरहेको हेर्नेर यस्तो राम्रो कला भए हाम्रा साथीहरू अन्न फेभिकल लाउँदै फुल टाँस्दै भोलि बेहुलीको बेस्ट फ्रेन्ड ऊ हेर्नेर खै जुत्ता लुगाउने साली माइली पुगु सम्झिने यसरी पुरै डट्टिनु भएको फेरि ओहो भदैनीको खै जुत्ता लुगाएमै छ फेरि को लागि पुरै माल साल उनेर पनि रेडी छ पुरै भोलि बेहुलीको सालाको हरिबेजोक छ बेहुलीको साला र बेहुलीको भाइको उहाँ पुरै भोलि दिदीको बिहा तसल मस फाइनली हाम्रो यसरी भइरहेको बिहेको तयारी हेर्नुहोस् भोलि चाहिँ जन्ती आउने भोलि कि के अरे तपाईँ कान्छी सासु सम्धिनी पुरै ओहो भोलि सम्धि मेलो गर्न अब त यहाँ पतङ्ग आटाकै मच्चा ओडा अध्यक्ष फेरि पुरै ओहो कसिन भएन कान्छी सम्धिनीको त पुरै चहल पहल नै अर्कै छ